खाइस सुँगुर मासु बिहान बिहान पुरै भन्दा रहेछ बाबा काम छैन भन्दा रहेछ पुरै भन्दा रहेछ यार भन्दा रहेछ र भन्दा रहेछ यार खुल्ला फुली पुरा बन्द रहेछ यार प्लान्ने काम गरेन त बिहान बिहान मुड चलेन यतिको भयो मेरो प्लान्ने काम गरेन मेरो प्लानले काम गरेन पुरा भन्दा रहेछ मलाई 7 बजी चाइनिजहरुको चाइनिज न्यू इयर पो त यार यो न्यू इयरमा कहाँ खाना बनिन्छ सुँगुरको मासु यार म पनि खडा रहेछ मान्छे अहिले कहाँ लान्छ न्यू इयर पो त यार दौडा केटा दौडा गाडी खाली गरेर दौडा माबाका आएको मात्र भयो यार सुँगुर मासु त इस खाइस तेरीमा टोक्ने खाने विचार गरेको थियो दिउँसोसम्म त ल्याएर खाने बिहान बिहान जगिङ पनि भयो नि त टक्कलाई एक्सर्साइज भयो अनुहार फ्रेस भयो जिउ फ्रेस भयो हैन ठिक छ गाडी चलिरहेछ सुँगुरको मासुमा पल्केनी हो थङमिनी तिरै ढल्केनी हो सुँगुरको मासुमा पल्केनी हो सुँगुरको मासुमा पल्केनी हो थङमिनी तिरै ढल्केनी हो थङमिनी तिरै ढल्केनी हो ओहो हो ला 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 हैन विदेशमा यस्तो राम्रो ठाउँ बनाउँछ यार माथि पनि टक्क ल्याएर गाडी गुड्ने मुनि पनि गाडी गऱ्यो भने मुनि पनि गाडी गुड्ने नेपालमा कहिले हुन्छ नेपालीहरुको बुद्धि कहिले आउँछ नेपालीहरु हैन नेताहरुको छैन अब च्याङ्राहरुको हेर्ने टक्कै मेट्रो स्टेसनमा टक्कै यही बस आउँछ टक्कै कहाँ जानुपर्ने हो यस्तो सुविधा हुन्छ यार हाम्रो त मेट्रोबाट चलिरहेछ ढल्केनी हो कस्तो राम्रो यार बाबा इस खाइस तेरो बाबु खाइस अच्छा ठुलो भयो खाला ठुलै छैन
माले हो सारे हो बघा खाइस सुँगुरको मासु आठा सुँगुरको मासु पान गरेको मजाले खाइस होइन सुँगुरको मासु ल घन्टा खुल्ला भयो खाँदा सुँगुर मासु आठा कति होइन कति मिनटको भयो भिडियो चाहिँ मलाई थाहा छैन अहिले एडिट गरेपछि थाहा हुन्छ होइन कति मिनट भयो भिडियो आज मेरो भाग्य रहेछ कि दुईवटा पसल बन्द रहेछ यार एउटा के भन्छ बजार होइन बजार जस्तो लाग्छ एउटा पसल दुईवटा पसलै बन्द रहेछ हौ भाग्य खराब रहेछ आज खाने भनेर कस्तो मुखबाट रस आएको थियो होइन ठिक छ केही छैन नो प्रब्लम अर्कोपल्ट खाउँला होइन बाई बाई जसले हेर्नु भएको छ सबैलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच वाचिङ फर माई भिडियो